माथि जुम्लाको यार्सा गुम्बा खाएको भाइ उहाँलाई पनि त्यसरी फोटो नखिच्नुहोस्। तपाईको पपुलारिटी पनि देखेको छ। त मैले प्रधानमन्त्री हुन लेखेकै गरेकै होइन नि, यो काम व्यवस्था परिवर्तन गर्न गरेको काम हो बाबा। मैले अभियान चलाएको, म अभियानमै रमाएको छु। आवश्यकता पर्यो नेपाली नागरिकको लागि भने म भोलि आवश्यकता पर्यो भने भेरी सबै नागरिकले भन्यो भने लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेशमा 7,000 जेलमा छन् विदेशीमा आज हाम्रा हुनहारी युवाहरू, ती सबैको आवाज दुर्गा पर्साई त पार्टी खोलेर अगाडि बढ भनेर भन्यो भने त्यतिखेर बढौँला। तर भएन भने आफ्नो सदन छँदैछ, आफ्नो फुली छँदैछ, आफ्नो लोगो छँदैछ, हो कि हैन? त्यसले गर्दाखेरि तपाईहरुले मलाई बेकुफ सम्झेको होला, नपढेको बेकुफ सम्झेको होला। दुर्गा पर्साई भनेको यो कलियुगको युनिभर्सिटी हो। यो कुरो धवल शमशेर राणा दाइले पनि बुझ्दा हुन्छ, कमल थापा दाइले पनि बुझ्दा हुन्छ, राजेन्द्र लिङ्गदेन दाइले पनि बुझ्दा हुन्छ। म सम्मान गर्छु, तपाईहरुमा भन्दा उमेरले जेठो हो। हाम्रो ज्ञानेन्द्र साई हुनुहुन्छ नि, माथि जुम्लाको यार्सा गुम्बा खाएको भाइ, उहाँलाई पनि त्यसरी फोटो नखिच्नुहोस्। तपाईको पपुलारिटी पनि देखेको छ। मैले अभियान चलाएको, म अभियानमै रमाएको छु। आवश्यकता पर्यो नेपाली नागरिकको लागि भने म भोलि आवश्यकता पर्यो भने भेरी सबै नागरिकले भन्यो भने लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेशमा 7,000 जेलमा छन् विदेशीमा आज हाम्रा हुनहारी युवाहरू, ती सबैको आवाज दुर्गा पर्साई त पार्टी खोलेर अगाडि बढ भनेर भन्यो भने त्यतिखेर बढौँला। तर अहिले म गति छाडा काम गर्दिनँ र मलाई प्रधानमन्त्री हुने रहर यहाँ सुराए पर्दा प्रधानमन्त्री यहाँ हेर्नेछन् क्या फेरि गुरुहरू, कोही मखमलका लुगा लगाएका, कोही के लगाएका, कोही के लगाएका छन् क्या, सब भविष्य हेरेका छन्। कोही माताहरू भविष्य हेरेका छ, दुर्गा पर्साई प्रधानमन्त्री हुँदैन, लेखेकै छैन। त मैले प्रधानमन्त्री हुन लेखेकै गरेकै होइन नि, यो काम व्यवस्था परिवर्तन गर्न गरेको काम हो बाबा। म प्रधानमन्त्री हुने लायकको